आज मैले कालेको बारे केही कुरा भन्न गइरहेको छु। सबैलाई नमस्कार। हजुरले कालेको लागि यति धेरै माया र क्वेशनहरु गर्नु भएकोमा यो काले चाहिँ लगभग 3 महिना अगाडि कसैले यो भक्तपुर चांगु जाने वेतिर छोडेको थियो मेरो घर अगाडि। त्यसपछि मैले टेक्निशियन एकना भाइलाई देखाए पनि उहाँले सुईहरु र औषधिहरु दिनुभयो। त्यसपछि मैले विष्णु पनेरु भाइको सल्लाह अनुसारले मैले औषधिहरु खुवाउन थाले, लगाउन थाले। कम्मर भन्दा मुनि चल्दैन थियो उसको। अनि त्यो घिसिन्दा खुट्टाको नङहरु सबै गएर पछाडीको त्यो घाउ भइसकेको थियो। अनि मैले 2 महिना औषधि गरिसकेपछि घाउ रिकभर पनि भयो अनि हिँड्न सक्ने, दौड्न सक्ने पनि भयो। मेन कुरा के भने मैले घरमा राख्ने कन्डिसन थिएन। मसँग अलरेडी 3टा कुकुरहरु, बिरामी कुकुरहरु घरमा राखेको थिए। घरमा पनि सासु बिरामी अनि अक्सिजन दिइराख्नु पर्ने, आँखा नदेख्ने भएर गाह्रो भयो। कुकुरहरुले पनि जताततै फोहोर गर्न थाल्यो कुकुरको त्यो बास्नाले। 4वटा कुकुरलाई 3टा कोठामा राख्नु पर्ने बाध्यता पनि भयो। त्यसपछि मैले अनि बाहिर राखे, त्यो अनुसार खानपिन गरे। त्यो हरियो भाँडोको 3 भाँडो दिनको 3 टाइम खुवाउँथे। लगभग 1.5 किलो उले टाउको खुट्टा खान्थ्यो अनि राँगाको हड्डीहरु सुपहरु खुवाए। त्यसपछि रिकभर भयो। उ हिँडै गर्ने भएर उसको खुट्टाको घाउ झन्झन बल्जिन थाल्यो। त्यसपछि मैले मेरो हस्बेन्डसँग सल्लाह गरेर एउटा रेस्क्यु सेन्टरमा रिक्वेस्ट गरेर लग्यौं। उहाँले अब प्यारालाइसिस केस त हामी खासै हेर्दैनौं तर पनि ल्याउनु भनेर लग्यौं। लगिसकेपछि हामीले यो 4 नोभेम्बरमा लगेको 6 दिनको दिनमा हामी जाँदा त्यहाँको टेक्निशियन भाइहरुले चाहिँ यसरी नआइराख्नु, यसरी आयो भने कुकुरहरु मान्दैन, कराको कराई गर्छ भन्यो। त्यसपछि हामी गएनौं। एकैपटक 23 नोभेम्बरको लगभग 1:30 देखि 2 बजे भित्रको मेसेज आएपछि कुकुरले फ्राइडे देखि केही खान छोड्यो, एकदम क्रिटिकल छ भन्नुभयो। अनि हामी भोलि बल्ल लिन गयौं, त्यो कुकुरलाई लिन गयौं। उले केही नखाएको भन्ने कुकुरले मैले कुखुराको टाउको लगभग 6वटा अनि भात मोलेर लग्दा उले गम खायो। त्यसपछि हामीले घर लिएर आयौं। जाँदाखेरि एकदम राम्रै कन्डिसन, ठिकै कन्डिसनको कुकुर घर फिर्ता ल्याउँदा प्यारालाइसिस, होल बडी प्यारालाइसिस कन्डिसनमा ल्याउँदाखेरि कसको मन नदुख्ला के। अनि हामीले 6 दिनको दिनमा जाँदाखेरि पनि उ पुरा भयमै थियो। त्यहाँ एउटा बोरा पनि थिएन। पिसाब फेरि गर्छ भन्यो। चिसो ठाउँमा पिसाब फेर्नु स्वाभाविकै हो। उलाई खुराक पनि खासै पुगेको जस्तो मलाई लागेन। उहाँले पनि गाह्रै होला, उहाँको खिलाफमा मैले बोलेको होइन। अनि चिसो नसाको रोगलाई चिसोमा अनि थेरापी इम्प्रुभको लागि थेरापी गर्नुपर्ने, थेरापी 0 24 घण्टा एउटै रुममा थुने राख्दाखेरि हिँड्न पनि नपाउँदाखेरि यो कन्डिसनमा भएको हुन सक्छ। उहाँको जिउमा, उस कुकुरको जिउमा हेर्न सक्छ, उस साइडमा पुरा बोथ साइड ठुलठुलो घाउ नै छ। अनि त्यो पिसाबको र्यासेसले गर्दा पेटभरि पुरा घाउ छ भने उसको मेन पिसाब गर्ने ठाउँमा सेतो दाब्रा खटेराहरु तन्नै छ। अनि मैले विष्णु पनेरु भाइको सुझाव अनुसार मैले औषधिहरु लगाइदिरहेको छु, नरिवल तेल पनि लगाइदिरहेको छु। पहिलाको कन्डिसनमा कुकुर एकदमै राम्रो भएको छ, टाउको उठाउन सक्ने भएको छ। मैले वरिपरिको कुकुरहरुलाई पनि आफ्नो पकेट खर्चलाई एकदम मिनिमाइज गरेर उनीहरुलाई खुवाउने, औषधि उपचार गरिरहेको छु। अब घरमा अलरेडी अब मसँग कुकुरहरु एउटा चाहिँ मैले रेस्क्यु गराएँ। अब 3टा कुकुर छ। उनीहरुले एकदमै यो सँगै 3टा भयो। मैले सकेसम्म आफ्नो कोसिस गरिरहेको छु। मेरो हस्बेन्डले पनि अब दिनभरि 3टा कुकुरलाई हेर्नुहुन्छ, बिरामी आमाले हेर्नुहुन्छ। अनि मेन भनेको पिसाब फेरि गर्ने भएर उसको लुगा यति हुन्छ नि धुइराख्नु पर्ने के। अब ओराउने ओछ्याउने नै समस्या जस्तो देख्ने कि एकैचोटी धेरै भिज्ने, ओराको पनि पुरा भिजाइसकेको हुन्छ। अनि मजाले खाइरहेछ उले, नखाने भन्ने कुकुर मजाले खाइरहेछ उले। जहाँसम्म लाग्यो त्यहाँ उले इनफ खान पाएन, चिसो पनि भयो, एक्सर्साइज 0 भयो। त्यही कारणले यो कन्डिसनमा भएको हो है। मैले चाहिँ रेस्क्यु सेन्टरको नाम खुलाउन मैले उचित ठानेन, किनकि अरु कुकुरहरु पनि उहाँले हेरिराख्नु भएको छ। उहाँले म अप्ठ्यारो चाहिँ पार्दिन, तर यस्तो चाहिँ नगर्दिनु भने चाहिँ अनुरोध गर्छु है। किनकि हामीले एकदम आशले पुराको कुकुरलाई यस्तो कन्डिसनमा घर फिर्ता ल्याउँदा, हिँड्न सक्ने कुकुरलाई हामीले प्यारालाइसिस केसमा घर ल्याउँदा चाहिँ दुःख चाहिँ लाग्छ। र सबैप्रति धेरै आभारी र धन्यवाद दिन चाहन्छु, धेरै माया दिनु भएकोमा। अनि यो कार्यलाई हामीले अलरेडी सबै भ्याक्सिनहरु दिइसकेको छौं। अनि लानु अगाडि चाहिँ हामीले एउटा बुस्टर डोज एउटा बाँकी